बनाउँदैन कि हाम्रो गाउँमा चाहिँ वाह गर्छ मुतेर हो बनाउने यार। आज छोटो एउटा भिडियो बनाउँदैछु होइन। आज हामी साथीहरू अब हामी खसी लिन जान लागेको होइन। र हाम्रो स्टेज पछाडि अब टक्क यहाँ बसिन्छ वेटिङमा ग्राफको खसी लिन जाने दाइहरू। यो हाम्रो होस्टेल पछाडिको कुरिरहेको छु यार। आउँदैन त ग्राफ, आइपुग्नु भयो भएन इन्द्र दाइ ग्राफ कुरे ग्राफ आउने बाटो यता छ। ल हाम्रो ग्राफ पनि आइपुग्यो होइन। अब ग्राफमा जाने 4 जना ग्राफ आइपुग्यो। टक्कर अब ग्राफहरू बस्नुहुन्छ। झिकै गयो जस्तो गर्छ दिनु हैरान यार। ओके अगाडि चाहिँ देखा। अब टक्क गाडीमा चढेर सारा कति मिनट लाग्छ पुग्नलाई? 20 मिनटमा हामी सरर खसी भएको ठाउँमा पुग्छ। खसी बजारमा देख्दैन त हौ मान्छेहरू कता छ यहाँ बसेर गर्नु दाजुहरू। बारीबाट रक्सी अब बिहानै बसाएर राख्थ्यो। बेलुकै आमा उठ्दा मैले सब पानी सानी निकालेर रेडी पार्थेँ। आमा उठ्थ्यो अनि फेरि एक बार निकाल्थ्यो, उतारिहाल्थ्यो। उतारेर दिन्थेँ मैले। कति रुपियाँ हो? आइपुग्यो हाम्रो ठाउँको अब बाख्राको खसीको खोर कता छ हो? छिटो गाडी यहाँ भित्र आयो। ल है भित्र यस्तो रहेछ, यो भित्रै होला। गफ गरिरहेको छ जुत्ता घर पनि रहेछ। ल्याएर आफ्नै पारामा छ पछाडि हिँड्दैछु। कति टाइम लाग्छ? गेट रहेछ खसीको अलिअलि गन्ध आयो। यहाँ गेट रहेछ। यो गेटभित्र होला। फर्स्ट टाइम हो म गाई बोका गनाउँछ त यार। खसी भन्छ हो। आइपुग्यो खसी बजार। खसी बजार खसी फार्म हो कि खसी फार्म होला। आज खसी डह्रो लगेर खाइन्छ गाई। हेर्नु ल अब हामी खसी रोज्न जाँदैछौँ माथि होइन। यो खसी फार्म हेर यहाँ खसीहरू सुतिरहेको रल्दङ बोल्दुङ। यहाँ रहेछ ल पहिलो यहाँ के सुतिरहेको छ गनाउँदो रहेछ यार। कमै छ र खसी आने गेडावाला के लाने न गेडावाला लाने
बोका पनि रहेछ अनि गनाउँदो रहेछ त हेरे बोकाको गेडा कत्रो गेडा झुन्डेको यार बोकाको सुई ठन्डै रहेछ त यार यो चाहिँ के बाख्रा बाख्रामा ए ठन्डै रहेछ उता उता यो चाइनिज यो साउ हाम्रो साउ चाइनिज चाइनिजले भन्दैछ यो होला नि गेडा ठुलो ठुलो त यार गनाउँछ हौ बोकामा हुन्छ नि त्यो भएर गनाउने त खसी लाने भनेको दाजु बोका लाने भन्छ यार गेडा खाने आफूले पनि नरोक्ने गनाउँछ हौ मासु त गनाउँदैन कि गनाउँछ हाम्रो गाउँमा त्यो वाह गर्दा मुतेर पनि गनाउने यार भन्नु न भन्नु ल बोका लाने भन्छ यार गाई पक्नु है बोकाको गेडा हेर्ने बोकाको गेडा झुन्डेको यार एउटा कोर्सी छान्यो अब लियो तल लगेर जाने काट्ने ठाउँमा काट्ने पनि यही हो रेडी गरेर जाने रुममा सुत्याएर भात खाएको मलाई भित्र लगेको यसरी खसी यहाँ तातो पानीमा जाँदैछ पछि भुत्लाउने ठाउँ यो खसी भुत्लाउने ठाउँ गाई हातले भुत्लाइरहनु पर्दैन खुवाएको आफै भुत्लिन्छ खसी तातो पानीमा तताउँदैछ तताइसकेपछि यो भित्र हालिदियो यो घुमाइदिन्छ आफै खसी भुत्लियो र तातो पानीमा तताएर होइन हौ चाल्यो बङ्गलादेशका भाइ बाहिर जानुपर्छ भुत्ल्याउने यस्तो नयाँ सिस्टम यहाँ मान्छेले चाहिँ पनि गर्नु परेन फाइनल्ली पकापोकी बनायो 3-4वटा होइन बोकेर हिँड्यो दाजुहरूले फाइनल्ली खसी कति 1300 यहाँको 1300 भने होइन ए कति 1100 कि 1300 भनेको 1300 फाइनल्ली केजीको एउटा खसी सिँगेको यहाँको 1300 भनेपछि नेपालको ल फाइनल्ली गाई हाम्रो गाडी आइपुग्यो मासु राख्ने प्लान हुँदै राख्दैछ यार मासु अब गाडीमा सरारा जान्छ होस्टेलहरूमा गएर मासु खान्छ Bisa lah pergi kat location lah. Yung location, apa sih tak itu Petronas saja. Selalu sana pick up. Dari sini saya betul kan? Sana seberang. Location pick up ini sini ini jalan sana tepi ini jalan kecil. Tapi selalu saya di sini order kan? Selalu sana seberang. Yelah, you buat Petronas saja. Petronas. Okey. Petronas lagi senang. Orang sudah tahu. पेट्रोल सकिन्छ भन्दैछ हाम्रो मच्छरले टोक्यो त्यहाँ मलाई मसँग पैसा छैन खसी लिएर आइयो बेडमा यस्तरी फाल्छ पैसा 800 रुपियाँ हुन्छ यहाँ
ओर्लिने हो ल हाम्रो सरहरू पनि आइपुग्नु भएको थियो यार मासु बोक्नलाई त्यहाँ पैसा मासु बोक्ने सरहरू बोक्यो हो यहाँ हो त दाइले खतराले बोकेको थियो यार फाइनली रुममा आइपुग्यो अब मासु पुर्याइन्छ होइन धेरै